तपाईँलाई पनि डर छ? तपाईँको टहरा घर अनि तपाईँको सम्पत्ति चाहिँ यो हिनामिना हुने अर्थात् यो घरहरू भत्किने डोजर लगाएर बालेन सरकारले भत्काउला कि? तपाईँलाई डर छ? यदि तपाईँलाई डर छ भने तपाईँले यो कुरो ध्यान दिएर सुन्नुहोस्। तपाईँ समयमा गएर आफ्नो वाडामा तपाईँ वास्तविक सुखमवासी हो भने तपाईँ आफ्नो नाम दर्ता गराउनुहोस्। आफ्नो नाम दर्ता गराइसकेपछि अनि बल्ल तपाईँ सरकारसँग गुहार गर्नुहोस्, सरकार म चाहिँ सुखमवासी हो, मलाई व्यवस्थित गरिदिनुहोस् भनेर चाहिँ तपाईले चाहिँ आवाज उठाउन सक्नुहुन्छ। तर बिना तपाईँ यस्तो किसिमका प्रमाणित गराएर कुनै किसिमका वार्डमा अथवा नगरपालिकामा अनि यत्तिकै तपाईँ यदि सुखमवासी हो भनेर चाहिँ आन्दोलनमा जानुभयो भने तपाईँ कानुनी कारबाहीमा पर्न सक्नुहुन्छ। सो होसियार भएर तपाईँ आफ्नो कर्तव्य र आफ्नो काम आफै गर्नुहोस्। तपाईँ आफ्नो कर्तव्य पुरा गर्नुहोस् वार्डमा दर्ता गराएर सुखमवासी भनेर, अनि सरकारले आफ्नो कर्तव्य पुरा गर्छ तपाईँलाई व्यवस्थित गरेर। तर चाहिँ तपाईले आन्दोलनमा जानुभयो भने कानुनी प्रक्रियामा फस्नुभयो भने गाह्रो हुन्छ। सो तपाईहरूलाई धेरै अनुरोध छ, विनम्र अनुरोध छ कि आफ्नो आफ्नो वार्डमा नगरपालिकामा सम्बन्धित नगरपालिकामा गएर सुखमवासी हुँ भनेर तपाईहरू दर्ता गराउनुहोस् अनि त्यसपछि आफ्नो अधिकार लिनुहोस्। हस्त, धन्यवाद।